देन तेरो बाजेको पटाइरहेछ है हेलो 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 ब्युटी केटीहरूलाई चाहिँ तारिफ गर्नुपर्छ जति तारिफ गर्छ त्यति मख हुँदै जान्छ भाइ अघि दुईटा तेल म चाहिँ पिक्चर अब है तिम्रो नाम सोध्दिन तिमी आकाशको परी हौ है तिम्रो कपाल आहा माथि टिस्टा रङ्गीदेखिको तल बुदना खोलासम्म पुगेको कपाल हुन्छ नि आँखा डुबुङ डुबुङ पौडी खेलुङको लाइफ ज्याकेट सँगसँगै डुबुङ तिमी आकाशको परी धरतीमा झरी जस्तै ए हो र छाती त झन् बक्कुलाको जस्तो रहेछ आँखा त झन् आहा लाट कचरा हो नाक त झन् सुगा यत्रो रहेछ लुक्स त झन् आम्मा मजुर मयुर ए हो र हजुर तिमीलाई यहाँ होइन जूमा हुनुपर्ने खासमा जूमा किनकि सबैजनाले तपाईँले हेरेर मात्रै जान्थ्यो अम्मा त फिगर त झन् 90 डिग्री कम्बर 45 डिग्री 45 मालुम 45 इज 45 आम्मा कपाल त अकबरे छ त हौ बहिनीको त के भयो ल अब चाहिँ बेसी भयो ल कस्तो बोल्नु नजान्ने मान्छे नि छ सुन्नुहोस् न नरिसिनुहोस् न गुट्का छ बहिनी को जस्तो लाग्यो गुट्का खाने जस्तो लाग्यो केटीहरूसँग कसरी बोल्नु पर्छ जान्दैन पनि रहेछ यस्तो मान्छेहरू त के बाँचिरहेको मर्नु नि बरु गान्धीजीको याद आएन हो यतामा हान्छौ कि यापट साह्रै मिठो रहेछ तिम्रो यता सुन न है हाइट पनि मिल्दो रहेछ साह्रै ढिलो भयो के भयो हेर यो पक्ला जस्तो मान्छे अघिदेखिको मलाई भक्कै लाउँदैछ छुइनँ पक्ला म सुन्दैन त हौ